हेलो गाइज मेरो फर्स्ट ब्लगमा यहाँहरूलाई वेलकम छ है। आजदेखि यो यहाँहरूलाई मेरो युट्युब च्यानल सिङ्गा मोक्तानबाट नयाँ नयाँ ब्लगहरू ल्याएर म आउँछु है। आज मेरो फर्स्ट ब्लगमा चाहिँ आज मेरो एउटा गीत रेकर्ड हुँदैछ। म चाहिँ अब बेला बेला फुर्सदको बेला अलिअलि गीतहरू पनि लेख्छु र त्यसलाई मेलोडीमा ढाल्ने पनि काम गर्छु। आज धेरै समय पछाडि करिब 1.5 वर्षै भयो गीत रेकर्ड नगरेको, मैले नयाँ गीतहरू ल्याउन नपाएको। आज चाहिँ 1.5 वर्षपछि एउटा नयाँ डान्सिङ गीत रेकर्ड हुँदैछ, मेरो आफ्नै शब्द सङ्गीतमा रहेको छ। र यो गीत हाम्रो अर्पण थिङ सम्धि र सिर्जना स्याङथान आँगाले गाउँदै हुनुहुन्छ। आज चाहिँ सिर्जना स्याङथान आँगाको रेकर्ड रहेको छ, सिर्जना आँगाको। त्यसको लागि म चाहिँ अर्पण सम्धिको स्टुडियोमा जाँदैछु बौद्धमा। आज एकदमै एक्साइटेड छु, धेरै समय पछाडि गीत ल्याउँदैछु नि त होइन, रेकर्ड गर्दैछु नि त। यो गीत चाहिँ मेरो आफ्नै यो युट्युब च्यानल सिङ्गा मोक्तानबाट आउँछ चाँडै, 1-2 हप्ताभित्रै आउँछ यो मिक्सिङ यताउताको कामहरू सकेपछि। आज चाहिँ तपाईँहरूलाई म स्टुडियो भिजिट गराउँछु है त। हस् गाइज, अलि हामी स्टुडियोमा आइसकेका छौँ है गाइज। म पनि छ म पनि छ सम्धीले पनि गीतहरू चाहिँ बवाल बवाल लेख्नुहुन्छ। सम्धि त बवाल कडा हो नि। आज हाम्रो रेकर्डिङ छ होइन, नयाँ गीत अब यहाँ रेकर्ड हुने क्रममा छ, एकछिनमा रेकर्ड हुन्छ। सिर्जना आँगा पनि आइसक्नु भएको छ, एकछिन बाहिर जानु भएको छ। अहिले एकछिन आँगाको रेकर्ड छ आज। हाम्रो सिर्जना आँगा पनि आइसक्नु भएको छ। धेरै पछि है अर्पण स्टुडियोमा सम्धिकै हाम्रो चाहिँ दोस्रो गीत है। रोसिङ स्योङला झोर्गा टामा आँगासँग काम गरेको थियो, यसपालि फेरि काम गर्ने मौका दिइरहेछ। अब एकछिनमा रेकर्ड हुन्छ हाम्रो गीत, प्र्याक्टिस चलिरहेछ। रेकर्ड हुन लाग्दैछ, त्यसको लागि चाहिँ आँगा भित्र गइसक्नु भएको छ। हाम्रो झन् नेचुरल हुन्छ, आउनुपर्छ त भ्लगमा हो, नेचुरल आउनुपर्छ। यसको चाहिँ अलि मैले पक्रेको छैन है। ल कस्तो रे दाइ? जी हाँ। जम्मै गान्छ ताकामा मात्रै गइरहेछ, अरू ठिक छ है। ल भाइरल अहिले जाउँ ल। Hey, 2 minutes la video me.
यसोमा कमेन्ट काला वैरोमी ताकामा वैरोमी ताकामा 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला वैरोमी ताकामा नतान्ने ल भाइरला ताजिङामी आउँदैछ वैरोमी ताकामा 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला वैरोमी ताकामा ठिक छ है वैरोमी ताकामा ताकामा ताजिङामी एकचोटि जानु ल 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला वैरोमी 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला वैरोमी ताकामा म गएर चाहिँ ए ल 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला वैरोमी ताकामा एकचोटि जाउँ 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला वैरोमी ताकामा ल्यान्डिङ गएर चाहिँ ल न ए ताकामा मा छोड्नु मा ताकामा अँ 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला वैरोमी ठिक छ 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला एकछिन ल बाबु फेरि जाऊ यसरी लिँदा हुन्छ है 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला वैरोमी सरी 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला वैरोमी ताकामा ठिक छ एकचोटि जाउँ 2 मिनेटला भिडियोमी यसोमा कमेन्ट काला वैरोमी ताकामा ठिक छ है हुन्छ नाना पहिला सुन्छ यार बवाल छ बवाल दुनिया सिन बिग Viral da jinami, dunia sen, viral da jinami, dunia sen bikan bima, makan da jinami, dunia sen bikan bima, makan da jinami. सेकेन्डलाई चाहिँ अझ मिलाउनु मिल्छ ल दुनिया सेन बिग फ्यान बिमम मक्खन ताजिङ हामी दुनिया सेन बिग फ्यान बिमम Dunia sen, मेलोडी ल viral da jinami, dunia sen, टाइमिङ viral da jinami, dunia sen bikan bima, makan da jinami, dunia sen bikan bima, makan da jinami. अगाडिको डबल गाउँदा Viral da jinami, dunia sen bikan. कस्तो सानो जस्तो सुन्छ अलि लो से आएला न दुनिया सेन टाइपले Viral da jinami, dunia sen bikan bima. यो फिलमा दिनु ल Viral da jinami, dunia sen bikan bima, makan da jinami, dunia sen bikan bima, makan da jinami. आमा के हो कडा कडा Viral da jinami, dunia sen bikan bima, makan da jinami, dunia sen बोलाउँ bikan यहाँ आएछ bima, कडा makan da jinami. दुनिया सेन बिकन बाफरे बाफरे कडा कडा मक्खन ताजी नामी दुनिया सेन बिकन बिमा मक्खन ताजी नामी ला सेकेन्ड टाइम जानु पर्ने मक्खन ताजी नामी कडा कडा रेकर्डिङ हुँदैछ बिकन बिमा सिंक्रोनाइज मक्खन ताजी नामी दुनिया सेन बिकन बोलाउँ लाल गर्छु ngala खालि जाबे भ्यू चाहा ngala काला सब्जीले काला नम 7:30 मिले यार त्यो चर्चित गीतकार भएर त्यस्तो भन्ने 7:30 र 5:30 सम्झे किन 5:30 उठ्नु क्लास नउठ्नु न सम्झे भगवान से यार ए ल ठिक छ भोकल क्लासमा जानुपर्छ हुन्छ दाइ त साँच्चीकै सबैभन्दा सानो देख्नु हुँदो रहेछ कि दाइ र के सबभन्दा खतरा दाइकोबाट खिच्नु भएन त्यसकोबाट खिच्नु खाइ ल फोटो सेसन जी हाँ दुईटा गीत रेकर्ड सक्यो है हामी हजुर दाइ अब मान्छेको त फेरि ब्लग आउँछ यार हाम्रो ब्लगर बन्नु पर्यो नि अब दाइ तर मेरो नाउँ त मलाई आउँदैन त्यो भिडियो बनाउनै आउँदैन कि डलर आउँछ म त आजदेखि सिकेको हो डलर निकाल्ने सिकारो ब्लगर ल फोटो सेसन गीत रेकर्ड सकेको छ हाम्रो फाइनल दुईटा
भर्खर गीत। अर्पण स्टुडियो बौद्धमा होइन के भन्नु चाहन्छ त्यस्तो केही त भन्नु छैन तर पनि धेरै धेरै धन्यवाद सिंह दाईलाई अनि त्यसपछि रूपेन दाईलाई अनि हाम्रो प्यारो अर्पण भाइलाई अनि हाम्रो सिंह दाईको युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला सबैजनाले थ्याङ्क यू कमिङ सुन ल अब फोटो सक्यो मलाई ल